नमस्कार अनि राधे राधे सबैलाई। के तपाईलाई तपाईको आफ्नो राशि थाहा छ? थाहा छ भने त वेल एन्ड गुड, थाहा छैन भने यस तपाईले सही भिडियो हेरिरहनु भएको छ। सिम्पल तरिकाले आफ्नो राशि आफ्नो कुण्डलीबाट कसरी थाहा पाउने? यदि यो जुन तपाईले स्क्रिनमा देखिरहनु भएको छ डब्बा 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 भएको, यो डब्बा डब्बा भएको यसलाई भनिन्छ डिवाइन चार्ट यानी लग्न कुण्डली। यो चार्ट तपाईसँग हुनसक्छ, हुनुपर्छ घरमा, किनकि आमा बुबाले यो पहिला कुण्डली बनाएर राख्ने गरेको थिए, कतिको हराएको पनि हुनसक्छ। यदि छैन भनेदेखि अहिलेको टाइममा धेरै अनलाइन एस्ट्रोलोजी प्लेटफर्महरू छ जहाँबाट तपाईँले आफ्नो यो चार्ट उपलब्ध गर्न सक्नुहुन्छ फ्री अफ कस्ट। यो चार्टमा गएर तपाईँले केही हेर्नु पर्दैन। यहाँ जति पनि प्लानेट्सहरू लेखिएको छ, प्लानेट्सको नाम सर्ट फर्ममा लेखिएको छ अनि इङ्ग्लिसमा लेखिएको छ। यस्तो दुई तरिकाको हुन्छ, इङ्ग्लिस अनि हिन्दीमा पनि हुन्छ। हिन्दीमा चन्द्रमालाई च लेखिएको हुन्छ अनि इङ्ग्लिसमा चन्द्रमालाई यानी मुन एमओ लेखिएको हुन्छ। यसरी वेनस शुक्रलाई दन्ती तल्बिसा छटौगर लेखिएको हुन्छ अनि इङ्ग्लिसमा वेनस लेखिएको हुन्छ भिई। त्यही हो, केही छैन अरू। यसमा तपाईँले यो चार्टमा गएर केवल एउटै कुरो याद गर्नुहोस्, तपाईँको चन्द्रमा यानी मुन कति नम्बरको राशिसँग बसेको छ। यहाँनिर तपाईँले हेर्नुहोस् ग्रिन कलरमा लेखिएको छ मुन यानी MO 13 मैले ध्यान नदिनुहोस्, त्यो प्लानेटको डिग्री, त्यो प्लानेट कतिको अवस्थामा छ यसको बारेमा कुनै अन्य दिन भिडियो बनाउला। अहिले जुन मोटो छ त्यही मोटोमा म भन्ने छु। यो जुन MO 13 लेखिएको यसको मुनि नम्बर 2 लेखिएको छ। यो नम्बर 2 भनेको तपाईँको मेष वृषभ र यो मान्छे जुन चाहिँ यो मान्छेको चार्ट छ, यो चार्ट भएको मान्छेको राशि हो वृषभ। पूजा गर्दा या केही गर्दाखेरि पनि चाहिने राशि, इभन राशिफल हेर्दा पनि चाहिने राशि भनेको यही हो। र यो मान्छेले गर्वसँग भन्नु सक्छ कि म वृश्चिक राशिको जातक हो। अनि तपाईँको पनि कुण्डलीमा यो चार्टमा जहाँनिर जुन चाहिँ नम्बरसँग पनि चन्द्रमा हुन्छ त्यो राशि नै तपाईँको राशि हो। अनि हामी वैदिकमा चन्द्र राशिलाई नै फलो गर्ने गरेको छौँ। अनि वेस्टर्न कल्चरमा या वेस्टर्न एस्ट्रोलोजीमा चाहिँ सनसाइनलाई पनि फोकस गरिएको छ, सनसाइन मानिन्छ। तर यहाँनिर हामीले हेर्नुपर्ने केवल चन्द्र राशि हो। र यस चार्टमा चन्द्रमा नम्बर 2 को राशिसँग 12th हाउसमा बसेको छ भनेदेखि यो मान्छेको राशि हो वृषभ। र यस्तै खालको इन्फर्मेटिभ भिडियोहरू पनि बनाउने कोसिस गर्नेछु। यदि तपाईँहरूलाई यस्तो खालको भिडियो मनपर्छ भनेदेखि लाइक सेयर अनि कमेन्ट्स गर्नुहोस् होला है त। अनि यदि कुनै तपाईँलाई एस्ट्रोलोजी रिलेटेड अकल्ट रिलेटेड कुनै पनि एसिस्टेन्स चाहिएमा फिल फ्री टु कन्ट्याक्ट, जुन चाहिँ नम्बर यहाँनिर तल स्क्रिनमा दिइएको छ। हागि यस्तो खालको अन्य भिडियोहरू पनि लिएर म डेफिनेटली आउने प्रयास गर्नेछु। यदि तपाईँहरूलाई मनपर्छ, जान्न चाहनुहुन्छ भनेदेखि यस तपाईँले पनि कमेन्ट्समा लेख्न सक्नुहुन्छ।